हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो है। अनि आज चाहिँ म खासै ब्लग त हाल्दिनँ होइन, तर आज म के एक दुईवटा टपिकको बारेमा भन्न आएको छु क्या। किनभने अब भ्लग मात्रै त्यो मात्रै हालेर नि हुँदैन नि त होइन। अब कसैलाई त हेर्न मन लाग्दैन होइन। बरु म आर्ट राम्रो गर्छु क्या, मतलब म ड्रइङ राम्रो बनाउँछु। बरु ड्रइङको भ्लग हान्छु क्या म है, भिडियो गर्दै हाल्दै। बरु त्यसमा अलिक राम्रो हुन्छ नि त होइन। अब कसरी ड्रइङ गर्ने मलाई हल्का आउँछ क्या, म ड्रइङ राम्रै बनाइहाल्छु। त्यो देखिहाल्नुहुन्छ भरेभरि होइन। अनि अब चाहिँ डिसिप्लिनमा बसेर भए पनि भिडियो चाहिँ लगातार मलाई भिडियोको मतलब भएन क्या। बरु भिडियो चाहिँ म अपलोड गरिरहन्छु है, चाहे त्यो 8 मिनटभन्दा माथिको भिडियो होस्, चाहे त्योभन्दा उँधोको होस् होइन। भिडियो त भिडियो हाल्यो भने भयो नि त होइन। जसरी च्यानल ग्रोथ गर्नु त हो। अनि गर्छु। अनि के कलरसँग भन्दा नि कलर बिना चाहिँ दामी हुन्छ होला हौ ड्रइङ गर्नलाई है। किनभने अब कलरले रङ्गीचङ्गै फेरि यताउता गाह्रो हुन्छ क्या। अलिक धेरै पनि हुन्छ, तर अलिकति राम्रो भनेको चाहिँ ब्ल्याक पेन्सिलै राम्रो हुन्छ। ल म बनाउँछु। अनि के भन्छ भने अब डिसिप्लिनमा बसेर गर्नु पऱ्यो क्या। म चाहिँ मासल है, अब डिसिप्लिनमा बस्ने हो, टक्क बनाउने हो। के छ र काम अब त्यत्रो 3 महिना बिता छ एसीको भन्दा नि कति आज 5-6 गते वैशाखको अझै असार छ 2 महिना 2.5 महिना मानौँ न। अब आधी त्यताउता यतै गरेर गइहाल्छ। अनि आउँछ भरेदेखि भिडियो। सबैजनाले हेर्नु होला, ड्रइङ कस्तो लाग्यो भने कस्तो लाग्यो कमेन्ट गर्न चाहिँ नभुल्नु होला होइन। अनि सबैको हुन्छ क्या यस्तो, सबैको पालि आउँछ बिस्तारै। तर अलिकति सपोर्ट गऱ्यो भने सपोर्ट पाइन्छ नि त होइन। जस्तै सम्मान गऱ्यो भने त सम्मान पाइन्छ, सम्मान गरेन भने कसरी सम्मान पाइन्छ, हो कि होइन ल। अनि आजको भिडियो अब यहीँ मैले भने छोटो म ब्लग हाल्छु, मतलब ड्रइङको भिडियो हाल्छु ल। आज यहीँ गएको चाहिँ आज यहीँ सक्यो है त। ल बाई बाई।